अडियन्सहरूले नि हेर्छन् त्यतिकोमा आएर हेर्ने है सबले सो अहिले चाहिँ मसित हुनुहुन्छ 11:55 को मेन एक्टरै हो होइन हजुर उहाँ नै खनालै हो है अघि त मैले भन्दा त्यति बोटर कलले गर्छ अन्त खनालले भनेर उहाँलाई चाहिँ भनेको मैले साउथहरू थ्याङ्क यू सो मच खनाल हो है खनाल दाइले सपोर्ट गर्नुपर्छ ल थ्याङ्क यू एक्टिङ चाहिँ एकदम राम्रो छ बाइ द वे सबसे राम्रो एक्टर कसमा त भनेर मैले हानको मिल्यो नि मिल्यो र मिलेन मिलो मिलेन भिडियो गर्न त मिलिहाल्छ ए हुन सक्छ नहुन पनि सक्छ यु नेभर नो मिलिहाल्छ है मेरो पनि इन्टरभ्यू लिस न ए ल के भन्छन् हाई ल हजुरको नाम के अरे मेरो नाम प्रशंसा सुवेदी अनि त्यो लास्टवाला सिनको एक्टिङ गर्न सक्नुहुन्छ नाइ सक्नु तर यदि तपाईँहरू मलाई मुभी अफर गर्न चाहनुहुन्छ भने चाहिँ म सक्थेँ होला रिक्स नन सरी होइन उहाँ चाहिँ अघिबाट खच्चै एक्टर हो सो गाइस वेलकम ब्याक टु माय न्यू भिडियो आज चाहिँ स्वागत छ हजुरहरूको मेरो नयाँ भिडियोमा तो आज हामी जाँदैछौँ मुभी सो गाइस अब चाहिँ हामी हिँडेका छौँ आज चाहिँ मुभी हेर्न दाइसित हेलो सो अब चाहिँ हामी हिँड्यौँ ल बाई ओके सो अब चाहिँ हामी हिँड्यौँ सिटी मलमा मुभी हेर्न सो दाइको चाहिँ त्यहाँ इन्टाइ गर्न टाइम लाग्दो रहेछ सो दाइ चाहिँ पछि आउनुहुन्छ म चाहिँ त्यहाँ गएर वेट गर्नेवाला छु सो अब दाइसित चाहिँ त्यहीँ गएर भेट हुनेवाला छौँ सो लेट्स गो सो हामी चाहिँ आयो यो सिटी मल होइन सिटी मल आयो ए अब चाहिँ हामी गएर मुभी हेर्ने सो अब दिपेश दाइ नै आइरहनु भएछ 4th फ्लोरमा हुनुहुन्छ अरे सो अब दाइसित भेट हुने अनि त्यसपछि सोचौँला प्रिमियममा एन्ट्री गर्ने हजुर प्रिमियरमा डाइरेक्ट एन्ट्री त्यसपछि सो अब चाहिँ फेरि हामी माथि हिँड्यौँ दाइको अघिको जोक यो छ रेकर्ड हुनुपर्ने के भन्नुहुन्छ भन्दिनँ पछि अहिले त रमजान नै चलिरहेछ बुझिन्छ यतिको बुझ्छ न त धेरैले बुझ्छ यहाँ हाम्रो दिपेश दाइ हुनुहुन्छ हेलो मेरो भिडियोमा देखिरहनुहुन्छ म त स्टोरी राखिरहन्छु किन यसरी खिच्छ यस्तरी खिच्छु यस्तरी ए युट्युबको लागि यस्तरी खिच्छु आज मुभी हेर्नु 11:55 यहाँ त फोटो खिच्नु पर्ने नेपाली मुभीको खुट्टा तान्ने नेपाली नै हुन्छ थप्पा लगाएर राख्ने कि कहाँ राख्ने हो अहिले त्यही भन्दै सो अहिले चाहिँ हामी यहाँ रोकेका छौँ एकैछिन ढिलो डिले हुने भयो त्यही भएर यहाँ रोकेका छौँ डिस्कस गर्नुहुन्छ सो अब चाहिँ मुभी स्टार्ट हुन होला यहाँ चाहिँ दिनेश चाहिँ उता हुनुहुन्छ मेहनत गरेको छौँ सो आई होप हजुरहरू सबैजनालाई यो मेहनत मनपर्ने छ आई होप हजुरहरूलाई मुभी राम्रो लाग्नेछ थ्याङ्क यू ओके हामीलाई मुभी पनि राम्रो लाग्ने छ करिश्मा त्यसै राम्रो लागिहाल्छ होइन यतापट्टि महेशजीको पालो जो अहिले चम्किरहनु भएको छ तपाईँलाई चम्की कपडा लाउनै पर्दैन यसो चम्किनु भएको छ सो अब चाहिँ मुभी स्टार्ट हुन होला
अघि नै रेकर्डै भएन भएन खै भएन त होला नि भनेको अनुसार राम्रो क्वालिटी आयो होला र अघि त्यो माइका बोलिरहेको होला It's funny, है just अहिले चाहिँ आर यु एक्साइटेड I'm very excited. लेट्स सी त खनाल दाइ हो कि खनाललाई भनेको मैले महेश दाइ भने को हुन्छ है त लेट्स सी हेर भाइ त को हुन्छ खनाल दाइ हो कि महेश दाइ हो मैले खनाल दाइ भन्नु चाहिँ म खनाल भएर अनि उहाँले चाहिँ महेश दाइ भन्नुहुन्छ कोही चाहिँ हेर DCN, Nepal's largest digital cinema network. प्लिज आएर चाहिँ गरिदिनुहोस् अनि रिभ्यू दिनुहोस् अहिले हजुर सबैलाई मनपर्ने छ एकदमै इन्गेजिङ बनाइरहेको छु मैले पनि आज हेरेको मजा आयो त्यो करिश्मा दिदीले अस्ति हेर्दा त यस्तो एक्टिङ गर्नुहुन्छ नि थाहै थिएन मलाई फ्यान भइरहेको छ नयाँ फ्यान छ अटोग्राफ दिनु अरे क्या मुन करिश्मा दिदीसित फोटो खिचाउनु यो त बोलाएको मेरो अडियन्सहरूले नि हेर्छन् दिदीकोमा आएर हेर्ने है सबले फोटो खिचाउँछु म चाहिँ लादै मुभी एकदम लास्टको चाहिँ एकदम ट्विस्ट छ है एकदम भेरी ट्विस्ट यस्तो मुभी नेपालमा नि हुन्छ भन्ने सोचेको थिइनँ नट अ पेड प्रमोसन यहाँ चाहिँ हामी यहाँ चाहिँ इन्टरभ्यू हुँदैछ अलि छिटो हाल्छ दिपेश दाईको टाउको दुख्या छ अरे टाउको दुख्या हो मुभी हेरेर हो मुभी राम्रो छ को राम्रो लाग्यो करिश्मा दिदी कि अर्को सृष्टि दिदी करिश्मा दिदी को धेरै हट हुनुहुन्छ करिश्मा दिदी पब्जीलाई हेर्नु चाहिँ यो भिडियो अधिक गाली हेर्नु छ भने चाहिँ प्लान बस्नुभएको छ के यो सत्य हो अनि हजुर मुभी हेरेर टाउको दुख्या हो कि नहेरिकन दुख्या हो आज भाउजू रिसाउनु भएको छ हजुरसित आज खुसी हुनुहुन्छ हजुर बाबा दाइ छ यो त हाम्रो हुनुहुन्छ अर्कोहरू सो अहिले चाहिँ मसित हुनुहुन्छ 11:55 मेन एक्टरै हो होइन हजुर हजुर उहाँ चाहिँ उहाँ नै खनालै हो है अघि त मैले भन्दा त्यति भोटर कार्डले गर्छ अन्त खनालले भनेर उहाँलाई चाहिँ भनेको मैले हजुरसित मिलेर थाहा पाउनुको लागि चाहिँ यहाँले चैत्र 8 मार्च 21मा नजिकैको सिनेमा घरमा गएर मुभिज हेर्नुपर्ने एकदम दामी छ मुभी होइन यस्तो टाइपको होइन मुभी नेपालमा खासै बनेको चाहिँ मैले खासै देखाएको छु साउथहरू थ्याङ्क यू सो मच खनाल हो है खनाल दाइलाई सपोर्ट गर्नुपर्छ ल थ्याङ्क यू यो थारा भाइ जङ्गिनदार अब कसित बाँकी र अब हरिश हाम्रो हेलो दाइ हेलो हजुर सन्चै हुनुहुन्छ एकदम गुड भन्नुहोस् केही भनिदिनु न के बारेमा भन्नु भन्नु त फिल्मको बारेमा Alright, so film it's a murder mystery film genre त्यो जनरको फिल्म हो अनि त्यसपछि मलाई चाहिँ मैले पहिले पनि भनेको थिएँ मर्डर मिस्ट्री नाइफ्स आउट सिरिजहरू त्यो हुन्छ नि त्यो सिक्वेलहरू चाहिँ एकदम मनपर्छ त्यो हिसाबमा चाहिँ यो फिल्म पनि हेड टु हेड हुन्छ सो त्यही हो फिल्म एकदमै यो आउटै जाने हो ओके फिल्म एकदमै नै राम्रो छ तपाईँले डेफिनेटली चेकआउट गर्नुपर्छ नेपालमा चाहिँ यो जनरको फिल्मै नयाँ डिफ्रेन्ट भएर चाहिँ यु गोना लभ इट एक्टिङ चाहिँ एकदम राम्रो छ बाइ द वे सबसे राम्रो एक्टर फर्स्टमा उता उता अघि मेरो इन्टरभ्यू लिनुभएको देख्नु मैले भनेको थिएँ नि मटरको भनेर मैले हानको मिल्यो नि
मिल्यो र अँ मिलेन मिलो मिलेन मिलो मिलेन भिडियो गर्न त मिलिहाल्छ ए हुन सक्छ नहुन पनि सक्छ यु नेभर नो मिलिहाल्छ मिलिहाल्छ है मेरो पनि इन्टरभ्यू लिस न ए ल के भन्छन् हाई ल हजुरको नाम के अरे मेरो नाम प्रशंसा सुवेदी हजुरको घर कता हो मेरो घर यतै यतै हो कसरी लेख्छु न एकचोटि स्याम्पल देखाउनु हजुर ट्राई 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 हजुर ट्राई कस्तो लाग्यो हजुरलाई मुभी मलाई मजा लाग्यो होइन म यस्तो धेरै मुभी हेर्न नसक्ने मान्छे हजुर क्राइम थ्रिलर त झन् मलाई यस्तो डर लागिरहेको थियो तर त्यो साउन्ड एन्ड एभ्रिथिङले गर्दाखेरि त्यो थ्रिलले गर्दाखेरि म होल्ड भइरहेको थिएँ सो मजा आयो जुत्ता लाएन जुत्ता त लाएन नि मजा मात्र लाग्यो ए अनि हजुरलाई सबसे खतरा एक्टिङ कसको लाग्यो मलाई सबसे खतरा एक्टिङ सबै एक्टर्सहरूको सबसे खतरा लाग्यो होइन तर त्यो लास्टमा भएको चाहिँ सृष्टि दिदीको त्यो गन समातेर त्यस्तो ट्रेलरमा छ नि त्यो पार्ट गन समातेर लास्टमा हो त्यो चाहिँ मेरो फेभरेट आई मिन अब एकदमै वाह भएको चाहिँ त्यो हो अनि त्यो लास्टवाला सिनको एक्टिङ गर्न सक्नुहुन्छ नाइ सक्नु तर यदि तपाईँहरू मलाई मुभी अफर गर्न चाहनुहुन्छ भने चाहिँ म सक्थेँ होला रिक्स नन सरी होइन उहाँ चाहिँ अघिबाट खत्रै एक्टर हो उहाँको स्माइल हेर पठाउको मदर्स डेको एड हेर्नु थाहा पाउनुहुन्छ मैले भनेको थिएँ नि मैले कोही देखाएको थिएँ हजुरलाई भनेर भन्दाखेरि मैले भनेको थिएँ कि पठाउको मदर्स डेको एड हेर्नुभयो भने यु क्यान सी मी गर हेर्नु फेरि यो पेट प्रमोसन होइन है होइन तर मैले अघि नै भनिरहेको थिएँ कि दाइलाई होइन साइड प्रडक्सनसँग कनेक्टेड हुन्छ नै दाइले त्यही 11:55 कमै होला होइन मैले पहिल्यैदेखि देखेँ झै लागेको थिएँ कि हजुर हजुरलाई मलाई पहिल्यैदेखि झै लागेको थिएँ कि सो कहाँदेखि दाइलाई मैले सुनाएको थिएँ कि दाइ यो हजुरहरूको पहिले काम गर्नु छ र भन्नु सोधेको थिएँ होइन भन्नु थियो अनि होइन भन्न थियो त्यही नि मैले भनिरहेको थिएँ कहाँ देखेँ त्यहीँ हुनसक्छ त्यसमा के को एक्टिङ गर्नु थियो हेरिस र फेरि हेरौँ ल थ्याङ्क यू Thank you. बाई Bye. यता हुनुहुन्छ हाम्रो अर्को दाई हेलो दाई हेलो दाई म भाइ हो भाइ म भाइ नै कति हो। वर्षको हुन्छ म बल्ल सोर भन्नु न एज होइन म 20 वर्ष मात्र भयो भर्खरै 19 मैले 19 ह्याङ जिस्केको ल 25 हो देख्ने हात्तीको दाँत डाइलग बिर्स्यो हात्तीको दाँत देखाउने एउटा हुने सपाउने एउटा वाला थियो नि त भर्खरै फिल्ममा ल के भयो हजुरको नाम के हो मेरो नाम प्रसुन राज भण्डारी हो हजुरको घर कता पर्यो मेरो घर कहाँको घर पहाड घर पहाड घर बागलुङ हो बाग्लुङ हो हजुर। म सेङ्जा लिएँ नि त कहाँ अरे ए बाग्लुङ है अघि सोद्धा भन्नु भएन अहिले भनेर यता कता बस्नुहुन्छ म अहिले चाहिँ किर्तिपुर कलङ्की अफिस कहिले काहीँ झ्याउला भने जेउ लाग्यो पछि सिएम धेरै कुरा म्याच गर्दो रहेछ है पढ्नुहुन्छ कि म सबै गर्छु भन्नाले ब्यास म ब्याचलर्स पढिरहेको छु अहिले के मिडिया स्टडिज केयुमा तपाईँ के गर्नुपर्छ म चाहिँ आइटी कहाँ पद्माश्री ए किन आइटी इन्टेस के गर्नु आइओटीमा रोबोटिक्स रोबोट र एआई एआई त अहिले आएको तर हजुर रोक्नु न अघि हजुर कति धेरै बोल्नु थियो बिचरा त यो फेरि हेपेको भन्छन् मलाई अहिले भिडियोमा केटीकोमा त त्यति कहाँ हाल्ने हो यो युट्युबमा ए हो ठिक छ म पुरै कन्ट्रोल गरिदिन्छु सो हामी चाहिँ अघि सबैको इन्टरभ्यू लिँदै हिँडिरहेको थियो समात्नु न माइक त तपाईँकै काम हो सो हामी सबैको इन्टरभ्यू लिँदै हिँडिरहेको थियो अनि म चाहिँ क्यामेरा पछाडि थिएँ अहिले क्यामेरा पछाडि हुनुभएको मान्छे क्यामेरा अगाडि हुनुहुन्थ्यो हामीले उहाँको पनि एउटा बिचमा सानो इन्टरभ्यू लिएको थिएँ सो अब यो पोस्टमा थाहा हुन्छ उहाँले कस्तो बोल्नुपर्छ भनेर राम्रो बोल्नुभएको थियो ल राम्रो बोल्नुभएको थियो अरे एकेडिङ टु द क्यामेराम्यान अहिलेको त्यति नै हो अहिले चाहिँ हामीले प्रमोट गरिरहेको हो यो मुभी 11:55 अभियन्ता प्रोडक्सनको थ्रुबाट सो आज चाहिँ प्रिमियर भयो अब पर्सिको हल प्याक पर्सि र निको पर्सि आई मिन फ्राइडे र स्याटरडे कस्तो हुन्छ त्यही डिटरमाइन गर्छ हाम्रो प्रमोसन कतिको पुग्यो भनेर है त ल त्यति नैहरूलाई अब अरू के छ हजुरलाई सबसे खतरा कसको लाग्यो एक्टिङ कस्तो खतरा मलाई चाहिँ जज गर्नै आउँदैन यार सबैको राम्रो थियो तर त्यही ल नै अब भिडियोको इन्डिङ गरौँ लास्टमा एउटा डाइलग भनेर इन्डिङ गरौँ है राजेश मलको है गरेर
कपाल त्यस्तो छ 3 2 1 अहिले चाहिँ हामीले यहाँ पाएका छौँ बिरालो बिल्ली यसको नाम के राख्ने सजेस्ट गर्ने चाहिँ छ बिरालो बिल्ली हेलो हेलो आइबन मुभी हेरेर आएको बिल्लीलाई नि देखाउनु पर्ने मुभी हेर्छौ मुभी हेर्ने